नमस्ते र कथा संग्रहमा तपाईहरूलाई फेरि एकदमै हृदयदेखि स्वागत छ। धेरै समयपछि म एउटा यस्तो कथा लिएर आएको छु जसको प्रतिध्वनि युगौं युगसम्म सुनिनेछ। एउटा कथा जसले तपाईँको मनमा चुबिनेछ, मुटु पोल्नेछ र रगत उम्लिनेछ। यो कथा हो भारतको धरतीमा जन्मेकी, समाजको नियमहरूलाई औँला देखाउने, अन्यायको आगोमा जलेर पिरो बनेकी एउटा साधारण छोरीको, जो ब्यान्डेड क्विन फुलन देवीको नामले चर्चित भइन्। यो उनको असली कथा हो, आँसु, आक्रोश र प्रतिशोधको। उत्तर प्रदेशको गोरखपुरको धुलोमा जन्मिएकी फुलन देवी नीच समाजिएको मलाह जातिकी छोरी। जन्मदेखि नै उनको भाग्यमा गरिबी र अपमान कोरिएको थियो। सानै उमेरमा जब खेल्ने कुद्ने दिन थिए, उनको बिहे आफ्नो उमेरभन्दा धेरै ठुलो एउटा क्रूर व्यक्तिसँग गरियो। त्यो बाल विवाह एउटा नरक समान थियो। उनको मासुमियत लुछिएको थियो, उनको चाहनाहरू कुचिएको थियो। घरेलु हिंसा र यौन शोषण उनको बाल्यकालको अभिशाप बन्यो। तर फुलन चुप लागेर बस्नेहरूमध्ये कि थिएनन्। उनको भित्री विद्रोहको ज्वाला सानोदेखि नै सल्किसकेको थियो। आफ्नो बा आमाको जमिनको लागि लड्दा आफ्नै कुटुम्बबाट धोका पाइन् उनले। त्यो पहिलो अन्याय थियो जसले फुलनको कोमल मनमा घृणा र क्रोधको बिउ रोप्यो। त्यसपछि आयो त्यो कालो दिन, त्यो अविस्मरणीय क्षण जब उनलाई डकैतहरूले अपहरण गरे। सुरुमा बाबु गुजरारको गिरोहमा उनलाई विक्रम मल्लाह नामक अर्को डकैतले केही समय सुरक्षा दियो। सायद त्यो नर्गमा एउटा सानो आशाको किरण थियो, तर त्यो पनि धेरै समयसम्म टिकिएन। बाबु गुजरारको मृत्युपछि उनलाई धोका दियो श्रीराम र लालाराम, जो ठाकुर जातिका डकैत थिए र उनीहरूले विक्रमको गिरोहमाथि हमला गरे। फुलनलाई बन्धक बनाइयो। बेहेमय गाउँ नजिकै एउटा कोठामा उनलाई हप्तौँसम्म राखियो। शारीरिक शोषण, मानसिक तनाव, सामूहिक बलात्कार, एकपछि अर्को बारम्बार। उनको जातिको नाममा गाली गलौज, उनको अस्तित्वमाथि नै प्रश्न। उनी थरथरी काँप्दै आँसुको नदी बगाउँथ्यो। केवल एउटा मासुको ढिका बनेकी थिइन् ती निर्दय दानवहरूको लागि। यो केवल शारीरिक पीडा थिएन, यो उनको आत्मालाई चिर पार्ने, उनको मनोविज्ञानलाई नष्ट गर्ने प्रयास थियो। हर रात, हर दिन उनी मृत्युको प्रतीक्षा गर्थिन्। तर फुलन मरेकी थिएनन्। त्यो असहनीय पीडाबाट, त्यो घोर अपमानबाट एउटा नयाँ फुलन जन्मियो, जसको हृदयमा प्रतिशोधको ज्वाला दन्किरहेको थियो। उनी त्यो नरकबाट भागिन् र फेरि विक्रम मल्लाहसँग भेट भयो। विक्रमले उनलाई बन्दुक चलाउन सिकायो, डकैतको जीवन सिकायो। केही समयको लागि उनीहरूको जोडीले आतंक मचाएको थियो। विक्रमसँगको उनको सम्बन्ध केवल सहयोगको मात्र थिएन, सायद एउटा गहिरो समझदारी र आत्मीयता पनि थियो। तर किस्मतलाई यो पनि मन्जुर थिएन। उनकै अगाडि त्यही श्रीराम र लालारामको धोकाले विक्रम मल्लाहको हत्या गरियो। फुलनको आँखा अगाडि उनको साथी, उनको रक्षक ढलियो। अब फुलनको क्रोधको कुनै पनि सीमा रहेन। उनी एक्लै थिइन्, तर उनको इरादा फौलाद जस्तो कठोर थियो। उनी आफै बन्दुक उठाउँछिन्, आफ्नो गिरोह बनाउँछिन्। धेरैजसो मल्लाह जातिका पीडित पुरुष र महिलाहरू उनको साथमा आउँछन्। उनी फुलन देवी बन्छिन्, गरिबको दिदी, अत्याचारको काल। चम्बालको भिरालो घाटीहरू उनको घर बन्छ र उनको कर्मभूमि बन्छ। उनी ठुला जातका धनीहरूलाई लुट्थिन्, तर उनको खास निशाना थिए ती अत्याचारीहरू जसले उनलाई अथवा उनको समुदायलाई चोट पुर्याएका थिए। वर्षौँसम्म फुलनले श्रीराम र लालारामलाई खोजिरहेका थिइन्, ती जनावरहरू जसले उनको जीवन नर्कतुल्य बनाएका थिए। अन्ततः त्यो दिन आयो, फेब्रुअरी 14, 1981, बेमाई गाउँ। भनिन्छ उनी आफ्नो आँखामा प्रतिशोधको आगो लिएर, दुर्गमाको रूप लिएर गाउँ पसिन्। उनी ती दुई नरपिचासहरूलाई खोज्दै थिइन्। जब ती भेटिएनन्, उनको क्रोधको ज्वालामुखी फुट्यो। गाउँका 20 जवान ठाकुर पुरुषहरूलाई लाइन लगाइयो। उनीहरूलाई फुलनले सोधिन्, कहाँ छन् श्रीराम र लालाराम? जवाफ नआएपछि गोली चल्यो। एक गर्दै मानिसहरू ढले। बेमय गाउँको धरती रगतले रङ्गियो। के यो न्याय थियो उनको पीडाको, या एउटा क्रूर नरसंग्रह थियो? संसारले प्रश्न उठाएको थियो, तर फुलनको लागि सायद त्यो एउटा अनगिन्ती रातको आँसु,
असहनीय पीडा र त्यो छिनेको इज्जतको एउटा भयानक जवाब थियो। बेमाय काण्डपछि फुलनदेवीको नाम सम्पूर्ण भारतमा आगो झैँ फैलिसकेको थियो। सरकार पनि थर्किएको थियो। उनी अब केवल डकैत रहेनन्, उनी एउटा विद्रोहको प्रतीक बनिसकेको थिइन्। 2 वर्ष अझै जङ्गलको जीवन, हरपल मृत्युको डरसँग जुझ्दै पुलिस उनको पिछा गर्दै थियो। अन्ततः लामो सम्झौतापछि फुलनदेवीले आत्मसमर्पण गर्ने निर्णय गरिन्। तर एउटा हार मानेको सिपाही जस्तो होइन, एउटा विजेताको जस्तो। आफ्नै शर्तमा। उनको शर्त थियो उनको कुनै पनि साथीलाई मृत्युदण्ड दिन पाइने छैन र उनलाई उत्तर प्रदेशको जेलमा नराखी मध्य प्रदेशमा राखिनेछ। फेब्रुअरी 1983, भिनसराहा, मध्य प्रदेश। हजारौंको भिड अगाडि दुर्गमाको तस्बिर सामुन्ने उनले आफ्नो राइफल बिर्साइन्। एउटा विद्रोही जो झुकेको थिएन, केवल रणनीति बदलिएको थियो। उनलाई थाहा थियो कि आत्मसमर्पण गरे पनि उनको लडाईँ जारी रहनेछ। अनि त्यसपछि सुरु भयो कारागारको लामो अन्धकार यात्रा। 11 वर्ष बिना कुनै मुकदमा, बिना कुनै सुनवाई। 11 वर्ष उनको जवानी जेलको कालकोठरीमा बित्यो। के यो न्याय थियो त्यो ब्यान्डिट क्विनको लागि, जसलाई समाज र सिस्टमले यहाँसम्म पुग्न बाध्य पुर्याएको थियो? जेलको कोठामा एक्लो अतीतका घाउहरू निश्चय नै बल्झिरहेका थिए होलान्। भविष्य अन्धकार देखिन्थ्यो होला। 11 वर्षपछि 1994मा जब उनलाई रिहा गरियो, फुलनदेवीले संसारलाई फेरि चकित पारिन्। उनी राजनीतिमा आइन्। समाजवादी पार्टीले उनलाई टिकट दियो। त्यो बन्दुक बोक्ने हात अब माइक समाउँदै थियो, जनताको भोट माग्दै थियो। उनी मिर्जापुरबाट संसदको चुनाव जितिन्। एउटा डकैत जसलाई पुलिसले खोज्दै थियो, अब देशको कानुन बनाउने ठाउँ संसद भवन पुगिसकेकी थिइन्। डकैत रानी अब माननीय संसद महोदय। कस्तो अनौठो, कस्तो अविश्वसनीय परिवर्तन। उनले संसदमा उनीहरूको कुरा उठाइन् जसलाई समाजले सधैँ हेपिएको थियो, खास गरी पिछाडिएको वर्ग र महिलाहरूका लागि। तर अतीतले पिछा छोडेनन्। जसको डर फुलनलाई सधैँ थियो त्यही भयो। बेमाईको प्रतिशोधको आगो अझै नराम्रोसँग निभिएको थिएन। जुलाई 25, 2001, दिनको उज्यालोमा दिल्लीमा उनको सरकारी निवास बाहिर मास्क लगाएर आएको केही हमलावरहरूले उनलाई गोली हाने। फुलनदेवी ढलिन्। एउटा विद्रोही जीवनको अन्त पनि हिंसाबाटै भयो। उनको हत्याको आरोप शेरसिंह राणामाथि लगाइयो, जसले बेमाईको बदला लिएको दाबी गर्यो। यस्तो लाग्यो कि फुलनदेवी आफ्नो अतीतबाट कहिले मुक्त हुन सकिनन्। फुलनदेवी एउटा कहारी लाग्दो विवादास्पद र अविस्मरणीय कथा। एउटा पीडित, एउटा विद्रोही, एउटा प्रतिशोधक, एउटा नेता। तपाईहरू उनलाई के भन्न चाहनुहुन्छ? उनको जीवन एउटा प्रश्न छोडेर जान्छ। के उनी जन्मिँदै अपराधी थिइन् या समाजको अन्याय, जातीय भेदभाव र पुरुष शासनले उनलाई हतियार उठाउन बाध्य बनायो? उनको कथाले हाम्रो समाजको अनुहारमा एउटा ठुलो थप्पड हान्छ। जातीय भेद, लैङ्गिक हिंसा, गरिबी र न्याय प्रणालीको नाङ्सत्य देखाउँछ। यो एउटा यस्तो कथा हो जसले हामीलाई सोच्न बाध्यता पार्छ। फुलनदेवीको यो कथाबारे तपाईँको के विचार छ? के उनको कदम सही थियो? के उनलाई न्याय मिल्यो? आफ्नो विचार तल कमेन्टमा अवश्य लेख्नुहोला। कथा सङ्ग्रहमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि यो कथाले तपाईँहरूको पनि मन छोएको छ भने कृपया लाइक, सेयर र सब्सक्राइब गरिदिनुहोला। म छिट्टै अर्को पनि यस्तै सत्य कथाहरू लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि नमस्ते।